हेलो गाइजहरु नमस्ते र सन्चै हुनुहुन्छ। म पनि एकदम ठिकै छु। आज हामी चाहिँ 2082 सालको आज सुरुवातमा छौं र जुन आज हामीले न्यू इयर्सको चाहिँ आज हामीले गार्डनमा घुम्न आएका छौं। यसैगरी आज सम्पूर्ण साथीहरुसँग आज भेटघाट भएको छ। थुप्रै साथीहरुसँग आज हाम्रो भलाकोसारी सँगसँगै आज माया प्रेमका कुराकानी गर्दै र आज 1 सालको अन्तरालमा आज हाम्रो भेट भएको छ। कुन ठाउँदेखि छौं हामी आज हामी घुम्न आएको गार्डनमा कम्पलीको जू पार्कमा घुम्न आएका छौं र के छ सक्नुहुने चाहिँ हेर्नुस् कछुवाको भिड चाहिँ यहाँ यो पारी डिलमा छ। यहाँ हेर्नुस् तालमा छ कछुवा प्रशस्त छ। यहाँ कछुवा खेलिरहेको दृश्य रमाइलो छ। हेर्नुस् न आनी चला बाबु अब आएन दाजु ल हाम्रो गाउँ चाहिँ ढट्टु गुना चाहिन्छ। काले गुना हेछ नि काले गुना एउटा यहाँ छ एउटा यहाँ छ। डेन्जर छ यता मान्छे जस्तो खाप्छ हैन। गाइजहरु यहाँ त बच्चा पनि रहेछ। यसको सानो बच्चा बच्चा छ बच्चा कस्तो देखिरहेको छ हजुरलाई आज पार्किङतिर आएको। पार्किङमा त जू पार्कमा चाहिँ हरेक खालका जनावरहरू चाहिँ हामीले हजुरलाई देखाउने कोसिस गरिरहेका छौँ। फाइनली गाजहरू जति सक्छु आज मैले यहाँ देखे जतिका जनावरलाई मैले देखाउने प्रयास गर्नेछु। कस्तो देखिरहेको छ सिम चाहिँ कमेन्ट गर्नुलाई पनि भन्न चाहन्छु। अब यता के छ एउटा अब हामी चाहिँ बटर पार्कमा जाँदैछौँ। अब यहाँ चाहिँ बटर पार्कको दृश्यहरू कस्तो छ हैन। बटर पार्क कस्तो देखिरहेको छ आजको सिम देखिरहेको छ। फाइनली गाजर आज चाहिँ हामी जू पार्कमा घुम्न आएको देखाउने कोसिस गर्नेछु हजुरलाई कस्तो खालको। आउँदेऊ न गाडीले के गर्ने हो र। म आज हाम्रो चाहिँ गाउँका स्यालहरू देखाउन खोजिरहेको छु। त्यहाँ हेर्नु स्यालहरू चाहिँ देख्न सक्नुहुन्छ स्यालहरू घुमिरहेका छन्। क्या सिम बबाल छ पुरै डाँडा काँडा जस्तो बनाएको छ। स्याल हो कि स्याल उँधो जाने रोड कि यता बायाँतिरकै रोड
दोनों का नहीं जनता हजुरलाई चढाएर हाम्रो मृग देखाउने कोसिस गरेको छु बाख्रा देख्न सक्यो हामीले चितवा भेटाएका छौँ ल सक्नुहुन्छ हजुरले मैले कोही चलो मामा निकलो बारिश मामा बताना था आओ 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 यहाँ चलो बेटा चलो बात नहीं रहे तुझे बड़ा है गाइजहरु नमस्ते नमस्ते आज हामी चाहिँ गार्डन चाहिँ घुमेर भ्याइसकेका छौँ अब हामी त्यहाँ एकदम सबैजना छुट्न कार्यक्रम जारी छ